हेलो एभ्रिवान, आज चाहिँ म घुम्न जाँदैछु। सो अनि तपाईँहरू हेरिदिनु होला होइन यो भिडियो चाहिँ लास्टसम्म। अनि कहाँ पुग्छ यो चाहिँ लास्टमा घुम्न जाँदैछु। अनि आज चाहिँ कहाँ पुग्छ, सो यहाँबाट जानुपर्ने हुन्छ। यहाँदेखि कहाँ पुग्छ आई डोन्ट नो। सो यहाँदेखि यता जानुपर्ने रहेछ। सो आज घाम पनि यति चक्कु लागेको छ है, कस्तो पसिना आएको छ। सो आज चाहिँ छुट्टी हो, त्यस कारणले घुम्न चाहन्छु। यहाँ कस्तो शीतल रहेछ। म त जहिले पनि यस्तो घाँटीको उठाउनु भएर होइन, बानी भएर अहिले यस्तै अब जुवा काटे नै यस्तै निकाल्नु मन लाग्थ्यो। किनकि पहिला बानी भयो कि पहिला म सानो हुँदाखेरि क्लासमा हुँदाखेरि यस्तै जहिले पनि यो निकाल्दै बस्थ्यो क्या। क्लासमा हुँदाखेरि होइन, मेरो साथीहरूले पनि जिस्काउँथे। म जहिले पनि यस्तो जुवा तानेर बस्थेँ कि यस्तो गर्दै होइन, यस्तो गर्दै होइन। साथीहरू यस्तो हेरेर मलाई हाँसिन्थ्यो क्या। आमा मलाई कस्तो लाग्थ्यो। अनि त्यसो चाहिँ मैले जुवा पाल्नै छोडेको। नत्र त मेरो जुवाले यति लामो भइसकेको थियो। अनि त्यसै कारणले अहिले नै बानी भएर यस्तै समाउने केही न केही नपुगे जस्तो हुन्छ यहाँ समात्दै हुन्छ चाहिँ। अनि त्यसै कारण जहिले म यहाँ समाउने कारण चाहिँ यही हो। किनकि बानी भएर पहिला क्लासमा हुँदा जहिले पनि खेलाले पढाउँदै हुन्छ, म त जहिले पनि त्यस्तो गर्थेँ। गरेर बस्थेँ कि 1 घन्टा यति भोटेर बस्थेँ।